हेलो नमस्ते मेरो नाम चाहिँ मनिषा वेलकम ब्याक टु माई च्यानल। म चाहिँ अहिले हाल युएमा बस्छु। म चाहिँ तपाईँहरूसित केही कुरा सोध्नु आएको हैन। म चाहिँ युए आएको 17 महिना भयो। म चाहिँ नेपालमा हुँदाखेरि मेरो यो पिम्पलहरू केही पनि थिएन। मेरो स्किन क्लियर थियो। जस्तो यहाँ हेर्न अहिले युए आएको 5 दिनमै बिहान मुख धुँदाखेरि चाहिँ मैले पुरै यो पिम्पलहरू हेर्न, यो पिम्पल यो अनि पुरै यो यो यहाँनिर छ नि, यो पिम्पल त पुरै यहाँबाट यहाँसम्म यतिमा पुरै पिम्पल थियो अनि यतिमा नि थियो। अनि अहिले चाहिँ यतिमा छैन, अनि यतिमा छैन, यतिमा र यतिमा छ। मैले यो पनि के भन्छन् अरे स्किन केयर एउटा फेस वास अनि मोइस्चराइजर अनि सनस्क्रिन हस्पिटलबाट लाइफलाइनबाट लिएको थिएँ। अनि त्यहाँबाट चाहिँ अलिकति कम भएको छ। अनि अलिकति म फिटकिरी पनि युज गर्छु है, त्यही भएर चाहिँ अहिले चाहिँ कम भएको छ। अहिले यो पिम्पल होइन दाग हो, अहिले चाहिँ पिम्पल छैन, यो दागहरू मात्र हो। यो दागहरू त्यही पनि यो पनि कहिले जाला भन्ने भइसक्यो। पहिला चाहिँ पेन पनि हुन्थ्यो कि यसरी तपाईँको पानी हाल्दा मात्र पनि पेन हुन्थ्यो। अहिले चाहिँ यसरी छुँदा पनि पेन हुँदैन हैन। अनि यति मात्र नभएर कपाल हेर्न, कपाल पुरै जरा देखिन थालिसक्यो। यस्तो पातलो बाहा कि कपाल पुरै झरेर एक मुठी पनि छैन क्या कपाल। यति हो क्या कपाल हेर्न, यहाँ कपाल यति हो। के गरेर यो कपालहरू अलिक बाक्लो हुन्छ, झर्दैन, अनि यो पिम्पल जान्छ भनिदिनु। यो पिम्पल यहाँ मात्र नभएर यहाँ पुरा बडीमा पनि छ। यहाँ नै यहाँ पनि आएको छ कि पिम्पल, यहाँ मात्र नभएर यता पनि पुरै पिम्पल छ, ढाडमा पनि पिम्पल छ। दिन मात्र नभएर मेरो साप्राहरूमा पनि पिम्पल छ हैन। यस्तो दुःख दिन्छ, यति दुख्छ। यो चाहिँ कसरी जान्छ मलाई केही सुझाव दिनु न प्लिज प्लिज प्लिज, यति सिकाइदिनु न है। यति यहाँसम्म हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। हजुरहरूको दिन शुभ होस्। बाई बाई, लभ यु।